हेलो एभ्रिवान, नमस्ते सबैजनालाई र सबैभन्दा पहिल्यै ह्यापी विजयादशमी 2082 सालको दसैँको हार्दिक मङ्गलमय शुभकामना सबैजनालाई। म अहिले उता हेर्नुको कारण चाहिँ उता बुढो हुनुहुन्छ, त्यही भएर उता हेरिरहेको। भर्खर बुढो उठ्दैछ, भर्खर 7 बज्यो। हामी यता चाहिँ भर्खर 7 बज्यो। आज दसैँको दिन, टिकाको दिन। अनि अब म जाँदैछु स्कुल क्लास छ अनि प्लस एक्जाम पनि छ। अनि मलाई उहाँले पुर्याइदिनुहुन्छ। अनि उता गएर एक्जाम दिएर आएर अनि टिकाको सुरसार गर्छौँ। तपाईँ पनि ह्यापी दसैँ भन्नु। ह्यापी दसैँ एभ्रीबडी। म एकछिनमा आउँछु है फ्रेममा। टिका रेडी भएर आउनुहुन्छ उहाँ चाहिँ। भर्खर मुख धोएन फेरि। यहाँ चाहिँ यो पनि सुरु भयो। अब क्रिकेट गर्नुपर्ने हो आजदेखि। फिनल्यान्डको दसैँको माहौल यस्तो रहेको छ। चिसो चिसो शान्त शान्त। माइनस के हो? माइनस होला आज त। माइनस त होइन, राति चाहिँ -5 थियो जस्तो लाग्यो। सुरु गर। अब हाम्रो चाहिँ दसैँ कार्यक्रम सुरु हुँदैछ है। नमस्कार सबैलाई। नमस्ते। अब तपाईमा टिका लगाउने। टिका अब तिमीलाई सुरुमा मलाई आइन्छु हैन। तपाईको 2062 सालको चाहिँ 82 सालको त्यसले चाहिँ दसैँको सबैलाई शुभकामना। सुरुमा सबैले चाहिँ लगाइसक्नु होला। अब हाम्रो चाहिँ फिनल्यान्डमा चाहिँ बल्ल सुरु भयो भने अलिकति ढिलो पनि भयो आज हाम्रो। अब कहानी सुनाउला एकछिन। ल है, अब टिका सुरु गरौँ ल। अब के यो आशीर्वाद कसरी दिन्छन् भन्ने कुरा मैले चाहिँ राम्रो तरिकाले चाहिँ जानेको छैन। ऐश्वर्य लौक्य त्यस्तो पाउने आनन्द के दुर्योधन होइन। अनि के छ अब त्यो चाहिँ अब मिलाएर बुझ्नु होला। राम्रो तरिकाले चाहिँ यसरी नै ज्ञानी भइरहनु, भनेको मान्नु, अनि ठुलो मान्छे बन्नु, अझै ठुलो मान्छे बन्नु। अनि त्यसपछि के अब के छ त, आज चिताएको कुरा पुगोस्, हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस् होइन। ल निधारभरि लाउनु पनि टिका है। जमरा हालिदिनु पर्यो। हाम्रो जमरा यहाँ हल्का यसपालिको चाहिँ यस्तो किसिमले चाहिँ फलेको छ। ल अलि धेरै राख्नुपर्छ यहाँ होइन। ल फर्स्ट टाइम हाम्रो यो जमरा यसपालि ट्राई गरेको। ताली के खाने? ल रसभरी आओ। अब पैसा चाहियो नि होइन त। पैसा त्यहाँनिर कति लिन चाहन्छु? ल सबै लियो। सुरुमा यहाँबाट सुरु गरौँ, फिर्दैतिर हामी होइन। यो भनेको चाहिँ नेपालको माया होइन। नेपालको माया। ल फुल पनि तिमीलाई। नाइ भयो बस। अब म तपाईलाई दिन्छु। ल टिस्यु पेपर ल्याउनु पर्यो। एकछिन त्यहाँ रोक ल। ल मेरो पाला नि त। अब चाहिँ मेरो पालो पालो एकजनाको पालो आउने बित्तिकै चाहिँ पुरा जमरा चाहिँ अहिले लगाउँछु फेरि। ल म अलि सुके जस्तो छ टिका। टिका चाहिँ पुरा निधारभरि लाउनु भन्दै म चाहिँ तिम्रो थोरै लगाइदिन्छु। अब आफै है अलि एकछिनमा भर्नुपर्छ। अब आफै मम्मी सोचेर बाबा सम्झेर हामी चाहिँ अब दसैँ चाहिँ योपालि मम्मी बाबा सबै घर परिवारलाई सम्झिँदै टिका लाउँदै सबै हाम्रो चाहिँ सिन्धुली, नेपालगञ्ज, काठमाडौँ सबै नेपालभरिको मम्मी बुवालाई चाहिँ नमस्कार। नेपालभरिको मम्मी बुवालाई सम्झिँदै मलाई आशीर्वाद चाहियो। दसैँ मनाउँदै आशीर्वाद अब के दिनु, भरिपूर्ण छ तपाईँसँग। अझै
मलाई अझै माया गर्नु अनि मेन भनेको निरोगी हुनु तपाईँ सबभन्दा ठुलो कुरा सबसे ठुलो तपाईँ निरोगी भएपछि म पनि निरोगी हुन्छु है ल यो त्यसै काट्दै है के हुन्न के पनि एडिटमा जम्मा थोरै मजाले फल्न चाहिँ फलेछ है पहिले अहिले त काटेर यसमा टाउमा हामीले धन्यवाद धन्यवाद नमस्ते गरौँ पैसा मलाई अलिकति पैसा होला दिने होइन दिनु पर्दैन तिमीले त मलाई मैले दिनु होइन किन पर्दैन जो तेरा है वो मेरा है वो जो मेरा है वो तेरा है मेरो त हात यस्तो छ अलिकति गर्नु पर्यो मिठो रसमलाई नेपालको जस्तो ल ल सबैलाई फेरि नमस्कार होइन अहिले एकछिनमा चाहिँ कुरा गरौँला ल हामीले टिका पनि लगायो यहाँको 2:30 भइसक्यो 2 बजी सुरु गरेको थियौँ हामीले 2:30 बजी टिका सक्यो हाम्रो अनि त्यसपछि नेपालमा त भइसक्यो होला 5 बजिसक्यो होला भइसक्यो नेपालमा त अब अर्को दिन हुन लागिसक्यो आज अलिक ढिलो भयो क्या हामी त के अरे चाहिँ यसो अलिअलि सामानहरू किन्ने भनेर गएको गाडी बिचमा गाडी चाहिँ हल्का बिचमा चाहिँ यसो बिरामी भयो त्यही भएर चाहिँ अलिअलि बिरामी भयो हस्पिटल छोडेर आउनु पर्यो गाडीलाई अनि त्यही भएर तर पनि जे होस् टिका लगाइयो दशैंको दिन एकदम अनएक्सपेक्टेड घटना घटेन गाडीसँग घटेर यादगार हो हैन यो दशैं चाहिँ रमाइलो भाग्यमानी हो दशैंको दिन कसको चाहिँ त्यस्तो हुन्छ भन्नु धेरै कम हुन्छ रे हो हैन ओके सदा अनि त्यसपछि अब हामी खाना खान्छौँ अनि हामी बेलुका तपाईहरुलाई देखाउँदैछौँ बेलुका पनि हल्का अलिकति देखाउँछौँ कि हामी आज के गर्दैछौँ दशैंको दिन भनेर अब चाहिँ घरतिर कुरा गर्नुभयो घरतिर कुरा गर्नु पर्यो उता पनि के गर्नुभयो टिका लगाइसक्नु भयो होला है र स्क्रिनबाटै म अहिले एकछिनमा एडिट गरेर हालिहाल्छु ल हेर्नुहुन्छ नि त सधैँ त्यही भएर फेरि बेलुकाको पार्ट चाहिँ के हुन्छ फेरि होइन होइन म बेलुकाको पार्ट नहाल्नु पर्यो भोलिहाल्छु पर्सि अर्कै बनाउनु पर्यो त्यसको है अलराइट नो प्रब्लम सो मम बाबालाई पनि सम्झिँदै यहाँबाट नमस्ते भन्दै फेरि पनि सबैजनालाई नमस्ते ल फेरि पनि सबैजनालाई ह्यापी दशैं विजयादशमीको शुभकामना नि स्वास्थ्य के भन्छ एकदम चाहिँ बुझिसक्नु भयो उहाँहरूले अब के भन्नै परेन हैन ल मैले अब चाहिँ हामी खाना खाँदै राख्छौँ। बाइ।